हाई हेलो एन्ड नमस्ते, म प्रकाश ढुङ्गाना। द ग्रिन व्हीलमा आज म तपाईहरुलाई बेस्ट लो बजेटका 5 वटा कारका बारेमा जानकारी दिँदैछु जुन इभी हो। सुरुमा म तपाईहरुलाई टाटाको टिएगो इभीको बारेमा जानकारी दिन गइरहेको छु। यसले दिने रेन्ज चाहिँ 315 किलोमिटर छ एक पटक चार्ज गरिसकेपछि र यसको मूल्य चाहिँ लगभग 28 लाख रुपैयाँ पर्छ। त्यस्तै गरी BYD को अटो वान छ। यसले दिने रेन्ज भनेको चाहिँ एकचोटि चार्ज गरिसकेपछि 305 किलोमिटर हो। यसको मूल्य 29 लाख रुपैयाँ पर्छ। त्यस्तै गरी लिप मोटरको T03 भन्ने कार छ जसको रेन्ज चाहिँ 265 किलोमिटर छ। यसको मूल्य 28 लाख रुपैयाँ पर्छ। त्यस्तै गरी MG को कोमेट छ। यसले 332 किलोमिटर दिन्छ। यसको मूल्य पनि लगभग 20 लाखको छ। त्यस्तै गरी डोङफेङको नामी भन्ने कार छ। यसले चाहिँ एकचोटि चार्ज गरिसकेपछि 317 किलोमिटर चार्ज दिन्छ र यसको मूल्य चाहिँ 32 लाख रुपैयाँबाट सुरु हुन्छ।